भारतको संस्कृति र परम्परालाई हाम्रा ऋषिमुनिहरूले ऋषिमुनिहरूले मार्गदर्शन गरेको मार्गदर्शनलाई अनुसरण गर्दै हामी आजका हाम्रा विशिष्ट मुख्य अतिथिगणहरूलाई हामी स्कुलको तर्फबाट खाजा अर्पण गरेर उहाँहरूलाई स्वागत जनाउनेछौँ। एसिस्टेन्ट इन्सपेक्टर सेकेन्डरी सेक्सनका मुख्य अतिथि हाम्रा अञ्जना गुरुआमालाई खाजा अर्पणको कार्यक्रममा आजका हाम्रा मुख्य अतिथि अञ्जना गुरुआमालाई एआई एसिस्टेन्ट इन्सपेक्टर स्कुल सेकेन्डरी एजुकेसनका गुरुआमा अञ्जना गुरुआमाको बाहुलीद्वारा स्कुलको झण्डा उत्तोलन गरिनेछ। स्कुलको महानको झण्डा उहाँको हातबाट उहाँको कर्मबाट उत्तोलन गरियो। यो स्कुलको वार्षिक खेलकुद समारोह साथसाथै सधैँ हामी यति बेलै गर्दैछौँ र यसपालि अलिकति विशिष्ट हुन गयो। कारण किन भन्दाखेरि यसपालि स्कुलको गोल्डन जुबली पनि भएको छ। गोल्डन जुबलीको कारण के छ भने 1960 मा स्कुल स्थापना भएको थियो। यसको अलिकति इतिहास हेर्दाखेरि इतिहास भन्नु परै लाग्छ। अलिकति इतिहास हेर्दाखेरि यस स्कुललाई 1959 मा चुङ बिल्डिङमा टिबेटन्सहरूले रात्रि पाठशाला भनेर खोलेका थिए। रात्रि पाठशाला सुरु गर्दै गर्दै त्यति बेला स्टुडेन्टहरू बढ्दै जाँदाखेरि उहाँहरूले यस स्कुलको अहिलेको स्कुललाई 1961 मा आएर उहाँहरू यहाँनिर सिफ्ट हुनुभएछ। यहाँदेखि रात्रि स्कुल छोडेर डे स्कुल सुरु भएर गयो। साथै पहिला सुरु यो स्कुलमा खालि टिबेटन्सहरू रिफ्युजीहरूलाई आएर पढाउने गरिन्थ्यो। तर पछिबाट रिफ्युजीको साथमा यहाँको लोकल नानीहरूलाई पनि लिएर पढाउन थाले। पढाउँदै 1969 मा यस स्कुललाई अपग्रेडेसन भयो, रिकग्नेसन भयो। 1969 मा जुनियर हाई स्कुल भए। जुनियर हाई स्कुल भएपछि सङ्घर्षरत हुँदै अगाडि बढ्दै गए स्कुल। स्टुडेन्टहरू दिन प्रतिदिन बढ्दै गइरहेका थिए। त्यो कारणले गर्दाखेरि यहाँनिर 9-10 चढाउनु एकदमै जरुरी पर्न गयो। 9-10 चढाउनुको लागि त्यति बेला पर्याप्त शिक्षकहरू थिएनन्। त्यति बेला पार्ट टाइम शिक्षकहरूको रूपमा यहाँ धेरैजना नियुक्ति भएर आए। मैले पढाउँथेँ अनि त्यति बेलादेखि 1980 देखि सङ्घर्ष गर्दै आए हाई स्कुल बनाउनुको निम्ति। सङ्घर्ष गर्दा 4 दशक पछाडि बल्ल यहाँनिर स्कुलमा आएर अपग्रेडेसन भए। क्लास 10 सम्म पुगे। हामी क्लास 10 मा मात्रै सन्तुष्ट छैनौँ। अझै हामीलाई 11-12 बनाउने विचार गरेको थियौँ। योपालि हामी 11-12 बनाउने पूर्ण रूपमा तयार भइसकेको थियौँ। तर फन्डको कमीले गर्दाखेरि हामीले यो बनाउँदै गरेको भवनलाई हामीले पुरा गर्न सकेनौँ।
र भविष्यमा हामीलाई पुरा गरेर अर्को सालदेखि हामी 11-12 सुरु गर्नेछौँ। र साथसाथै के छ भनेर भन्दाखेरि 2009 देखि यस स्कुलमा भोकेसनल कोर्स सुरु भएर गयो। भोकेसनका स्टुडेन्ट्सहरूले पनि यहाँ एउटा डेमोन्स्ट्रेसन देखाउनु भएको छ। हामी तपाईँलाई देखाउनेछौँ डेमोन्स्ट्रेसन। र यस्तो गर्दै गर्दै बिस्तारो हामी उन्नतिको पथमा जाँदैछौँ स्कुल। र जाँदा जाँदा यसपालिको रिजल्ट एकदमै राम्रो रिजल्ट भएर आएको स्कुलको। एकजना अर्पण कोइराला भन्ने स्टुडेन्टले 75% स्कोर मार्क गरेर चाहिँ अहिले यहाँनिर कालिम्पोङमा 4औं स्थानमा स्कुल आएको छ। यसपालिको स्कुलमा ठुल्ठुलो स्कुललाई पनि जितेर पछाडिएर स्कुलमा 75.57 मार्क्स ल्याएर चाहिँ आज यो स्कुलमा उनीहरू चौथा स्थान कालिम्पोङभरि 4औं स्थान लिएर ओगटेको छ आज। र यस्तै प्रकारले आज 4औं स्थान त ओगट्यो। हामी यसमा पनि सेटिस्फाई छैनौँ। हामी पहिलो स्थान ओगट्नेमा इच्छा गरेका छौँ। र पहिलो स्थान ओगट्नुको निम्ति खालि हामी मात्रै होइन, शिक्षक शिक्षिकाहरूले पनि यसमा पुरा भरपुर अझै बेसी कोसिस गर्नु पर्यो। अझै बेसी कोसिस गर्दै लानु पर्यो कि कसरी चाहिँ हामी यसलाई अझै टप 1मा पुऱ्याउँ भनेर कोसिस गरौँ। साथसाथै जति पनि विद्यार्थीहरू छ, विद्यार्थीहरूले बुझ्नुपर्छ आज हाम्रो स्कुल 4 नम्बरमा आएको छ भने भोलि यसलाई 1 नम्बरमा पुर्याउनु हाम्रो कर्तव्य हो भनेर भन्नुपर्छ। त्यसले गर्दा जति पनि विद्यार्थीहरू छ, विद्यार्थीहरूले पनि एकदमै राम्रोसँग पढेर आउँदो सालमा चाहिँ हामी 1 नम्बरमा आउने कोसिस गरौँ। संक्षिप्तमा एउटा इतिहास तपाईँहरूलाई छर्लङ्ग यहाँ अगाडि राखिदिनु भयो। अब क्रमशः हामी आजको कार्यक्रमलाई अगाडि बढाउँदै र विशेष आजको कार्यक्रम हाम्रो थ्रोबल अनि भलिबलका जति पनि फाइनल दौडमा पुगेका प्रतियोगीहरू हुन्छ यहाँ सबैलाई यहाँ ग्राउन्डमा आइदिनुहोस् भनिकन म निवेदन गर्छु।
18-11. हाम्रो स्कुलको यस वर्ष 2010 को माध्यमिक परीक्षामा उत्कृष्ट अङ्क लिएर सर्वोच्च स्थान प्राप्त गरेका विद्यार्थी अर्पण कोइराला, जसले 75.57 अङ्क प्राप्त गरेर स्कुलको नाम मात्र उच्च होइन तर आफ्नो अभिभावक, आमा बाबा साथै गाउँ समाजको सम्पूर्ण नेपाली जातिको पनि नाम उच्चा गरेको छ। पहिला हामी उहाँलाई खातार्पण गर्नेछौँ र त्यसपश्चात हामी अञ्जना गुरुमाको तर्फबाट उहाँलाई अघि प्रदान गर्नेछौँ र नानीहरूले जोरदारले थप्पडी मारिदिनु भयो, अझै जोरदारले थप्पडी मारिदिनु भयो र अर्पण कोइराला, जसले 75.57 अङ्क ल्याएर उत्कृष्ट स्थान ओगटेका छन्। यी साँच्चै अर्पण कोइराला समस्त हाम्रो विद्यार्थी, आउने विद्यार्थी, भावी पिँढीको निम्ति पनि प्रेरणाको स्रोत बनेका छन्। आजको विजेता बने लोटस हाउस। लोटस हाउसलाई जोरदारले ताली।
खेल रोमाञ्चक दौडमा पुग्दा पुग्दै पनि कति बेला खेल सक्यो हामीलाई थाहा नै भएन र खेलमा हार जित नभए हार जित हुन्छ जीवनमा पनि सुख दुःख नभए जीवनको महत्त्व हुँदैन। हामीले कार्यक्रमलाई दिनभरिको कार्यक्रमलाई रोचक अनि मनोरञ्जनपूर्ण बनाउनको निम्ति हामीले केही सांस्कृतिक कार्यक्रमहरू पनि यसमा समावेश गरेका छौँ र तपाईहरु समक्ष अब 2-4 वटा हामीले सांस्कृतिक कार्यक्रमहरू नृत्यहरू यहाँ प्रस्तुत हुन गइरहेछ। गर्दछ। यसकारण हामी सम्पूर्ण एक्स स्टुडेन्टको तर्फबाट यस स्कुलका प्रधानाध्यापक साथै सम्पूर्ण शिक्षक शिक्षिकागणलाई एउटा खादा अर्पण गरेर हामी मान सम्मान अभिनन्दन गर्न चाहन्छौँ। धन्यवाद।
변화한 보고 물건은 없는서 다시 부서져버린 양상각은 맞다고 다시 부서져버린 양상각은 맞다고 변화한 보고 다시
जरुलाई हेरेर यो मन छैन र दिनौ खोला मुसु मुसु आसेकी मनै खायो डढेलोले मनै खायो मायाले यताउति घुमफिर गर्छु चेत तिम्रो मायाले क्यारम गरेर आउँदाखेरि यो रूपलाई हेरेर यो मन छैन र Wow.